पूर्वी नेपालमा अवस्थित इलाम जिल्ला धार्मिक तथा पर्यटकीय जिल्लाका रूपमा परिचित छ। इलाम जिल्लाको उत्तर र पश्चिममा पाँचथर, दक्षिणमा झापा र मोरङ जिल्लाहरू छन् भने पूर्वमा भारतको दार्जिलिङ जिल्ला पर्दछ। 1703 वर्ग किलोमिटर क्षेत्र ओगटेको इलाम जिल्ला समुद्री सतहबाट 140 मिटर उचाइमा पर्दछ। यो जिल्ला तराईदेखि उत्तरतिर चुरे पहाड, मध्य पहाड हुँदै 3636 मिटरको उच्च पहाडसम्म फैलिएको छ। इलाम जिल्ला जैविक विविधतामा समेत धनी मानिन्छ। विभिन्न नगदे बालीका लागि चर्चित इलाम जिल्ला चिया उत्पादनमा देशकै उत्कृष्ट जिल्ला हो। विक्रम सम्वत 1935मा नै प्रशोधित चिया बजारमा ल्याइएको इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कारखाना नेपालको पहिलो औद्योगिक कारखाना हो। 6वटा गाउँपालिका र 4वटा नगरपालिका रहेको इलाम जिल्ला अलैँची, आलु, अम्लिसो, अदुवा, अकबरे, दुध, किवीफल, कफी लगायतका फलफूल र विभिन्न प्रकारको जडीबुटी उत्पादनका लागि चर्चित जिल्ला हो। आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित जिल्ला रहेको छ। विविध जात जातिको बसोबास रहेको इलाममा प्राचीन मठ मन्दिर र गुम्बाहरू सांस्कृतिक धरोहरका रूपमा रहेका छन्। इलामकै उत्तरी भागमा उद्गम स्थल रहेका र दक्षिणतिर बग्ने माई, जोगमाई, पुवामाई र देउमाई खोला यहाँका प्रमुख नदी हुन्। यिनै 4वटा माई खोलाका कारण पुराना मानिसहरू इलामलाई चारखोल पनि भन्ने गर्दछन्। 4 माई खोला मध्येको देउमाई खोलाको एक प्रमुख शाखा फाकफोक खोलाले चर्चेको क्षेत्र नै फाकफोकथुम गाउँपालिका हो। लिम्बू भाषामा फाक भनेको सुँगुर, फोक भनेको तर्नु र थुम भनेको क्षेत्र हो। सुँगुरले तरेको खोला अर्थात् फाकफोक खोलाले समेटेको क्षेत्र नै हालको फाकफोकथुम गाउँपालिका हो। यो गाउँपालिका जिल्लाको पश्चिम क्षेत्रमा महाभारत पर्वत श्रृङ्खलामा निर्माणाधीन राँके रवि सडकको दक्षिणतर्फ अवस्थित रहेको छ। राज्य पुनर्संरचनामा स्थानीय तहको सीमाङ्कन गर्दा साबिकका 5वटा गाउँ विकास समितिहरू फाकफोक, आमचोक, फुयेतप्पा, लुम्दै र एकतप्पा एवं साबिक चमैता गाउँ विकास समितिको 9 नम्बर वडा समेटेर फाकफोकथुम गाउँपालिका निर्माण भएको हो। यस गाउँपालिकाको पूर्वमा देउमाई नगरपालिका, दक्षिणमा माङ्सेबुङ गाउँपालिका तथा उत्तर र पश्चिममा पाँचथर जिल्लाको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका रहेका छन्। 2078 को जनगणना अनुसार यहाँको जनसङ्ख्या 19,706 रहेको छ। यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रूपमा विशिष्टता र विविधता बोकेको गाउँपालिका हो। यहाँ मुख्य रूपमा राई, लिम्बू, मगर, क्षेत्री, ब्राह्मण सहित 12 जातिको बसोबास रहेको छ। फाकफोकथुम गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू विभिन्न पेसा व्यवसायमा आबद्ध छन्। यस गाउँपालिकाको लेकाली क्षेत्रमा पशुपालन र तरकारी खेती प्रमुख व्यवसायका रूपमा रहेको छ भने बेसी क्षेत्रमा खाद्यान्न बाली साथै कफी र एभोकाडो लगायतको व्यावसायिक खेती हुने गरेको छ। साथै यो गाउँपालिका जडीबुटी उत्पादनको लागि समेत प्रख्यात मानिन्छ। 7वटा वडा रहेको फाकफोकथुम गाउँपालिकाको केन्द्र समेत रहेको आमचोक फाकफोकथुम गाउँपालिका वडा नम्बर 3 मा पर्दछ। साबिकको आमचोक गाउँ विकास समितिको 5 नम्बर वडा अर्थात् हालको वडा नम्बर 3 आमचोकको एउटा लामिछाने परिवारमा सन् 1821 मा श्रीकृष्ण लामिछाने नाम गरेको बालकको जन्म भएको थियो। तिनै श्रीकृष्ण लामिछाने आफ्नो अद्भुत प्रतिभा, सामाजिक चेतना, साहित्य र धर्मप्रतिको ज्ञानका कारण ज्ञानदिल दासको नामले विश्व परिचित हुनुभयो। श्रीकृष्ण लामिछाने अर्थात् ज्ञानदिल दासको प्रारम्भिक शिक्षा दीक्षा गुरुकुलीन पद्धतिबाट आफ्नै घरबाट सुरु भएको थियो। उहाँ सानै उमेरदेखि एकान्त र डरलाग्दो स्थानमा गएर ध्यानमा बस्ने गर्नुका साथै दैविक क्रियाकलाप गर्ने गरेको किम्वदन्ती रहेको छ। जब श्रीकृष्ण लामिछाने पाँचथर जिल्लाको नाङ्गेन स्थित जरिङ्गे गाउँमा जोस्मनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित हुनुभयो तब उहाँको नाम
ज्ञानदिल दास हुन पुग्यो। उहाँलाई यो नाम गुरु श्यामदिल दासले दिनुभएको थियो। गुरु श्यामदिल दास जोस्मनी सन्त साहित्यका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो। गुरुबाट दीक्षित भएपछि ज्ञानदिल दास जोस्मनी सन्त परम्पराको प्रचार गर्दै हिँड्न थाल्नुभयो। नेपालको विभिन्न ठाउँमा धर्म प्रचार गर्दै उहाँ भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुग्नु भएको थियो। जोस्मनी धर्म सम्प्रदाय र नेपाली साहित्यका क्षेत्रमा संसारभर परिचित ज्ञानदिल दासका योगदानका बारेमा उहाँकै जन्मस्थल आमचोक भने अहिलेसम्म पनि गुमनाम अवस्थामा रहेको छ। ज्ञानदिल दासको जन्मभूमिको प्रवर्धन गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरू तयार गरिराखेका छौँ। यहाँ चाहिँ ज्ञानदिल दासको जन्मभूमि मात्र होइन, उहाँले चाहिँ ज्ञान प्राप्त गर्नका लागि चाहिँ ध्यानमा बसेका 3वटा गुफाहरू पनि छन्, जहाँ चाहिँ एक दिन एक रात बसेको एउटा गुफा, 7 दिन 7 रात बसेको एउटा गुफा र चाहिँ अर्को चाहिँ भनेको 6 महिनासम्म उहाँ चाहिँ ध्यानमा बस्नुभएको गुफा छ। त्यसमध्येको त्यो चित्रे गुफा जुन उहाँ 6 महिनासम्म ध्यानमा बस्नुभएको थियो, त्यहाँ चाहिँ 2वटा तला छन्। एउटा माथिल्लो तलामा ज्ञानदिल दास ध्यानमा बस्नुहुन्थ्यो, दिउँसो घाम लाग्दा घाम ताप्नुहुन्थ्यो नि, त्यसैको मुनिबाट रहेको अर्को कोठामा चाहिँ त्यतिखेर बाघ बस्ने गर्थ्यो अरे। उहाँहरू तल्लो र माथिल्लोमा सँगै बसेको पनि चाहिँ त्यहाँका स्थानीय नागरिकहरू बताउनुहुन्छ। यो सँगसँगै भागपुङ गाउँपालिकामा थुप्रै पर्यटकीय क्षेत्रहरू छन्, जस्तो चाहिँ 5 नम्बर वार्डमा खराने थुम्का, लुम्डे खडकुँडे पोखरी, त्यसै गरेर सिंहदेवी देवस्थल क्षेत्र छ। यसको यो 3वटा क्षेत्रलाई समेटेर एउटा चाहिँ गुरु योजना बनाउने भनेर हामीले यो वर्षदेखि सुरु गरेका छौँ भने ज्ञानदिल दासको चाहिँ जन्मभूमिमा चाहिँ उहाँको प्रचार हुने गरेको चाहिँ एउटा कार्यक्रम यसबाट सुरु गरेर आगामी वर्षदेखि सङ्घीय र प्रदेश सरकारसँगको समन्वय बढाएर चाहिँ यसका चाहिँ पूर्वाधारहरू निर्माण गर्ने कामहरू अगाडि बढाउने र चाहिँ प्रचार प्रसारका कामहरूलाई पनि अगाडि बढाउने भनेका छौँ। यसका अलावा चाहिँ यहाँ थुप्रै चाहिँ मैले अहिले भने बागमती पोखरी छ, धापसिङ पोखरी, उत्तरे पोखरी जस्ता चाहिँ पहाडी माथिल्लो क्षेत्रमा रहेका पोखरीहरू यहाँ छन्। त्यसै गरेर 1 चुले, 3 चुले, 3 जुरे जस्ता चाहिँ क्षेत्रहरू, जोरीथुम्की, विभिन्न किसिमका विभिन्न माङ्गी मन्दिरहरू छन्, गुम्बाहरू रहेका छन्। सन्त ज्ञानदिल दासले प्रयोग गर्ने गरेको अग्निकुण्ड र ज्ञान प्राप्तिका लागि बसेका गुफाहरू अहिले पनि उहाँका अनुयायी र आम नागरिकहरूको आगमनको प्रतीक्षा गरिरहेका छन्। महागुरु फाल्गुनन्द अर्थात् फलाम सिंह लिम्बू गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोस्मनी साधु ज्ञानदिल दासका चेला मधुनन्दसँग जोस्मनी मठबाट दीक्षित हुनुभयो र गुरुपञ्जा पाई फलाम सिंहबाट फाल्गुनन्द भएर विक्रम सम्वत 1975 नेपाल फर्किएर आउनुभयो। इतिहासकारहरू भन्छन् महागुरु फाल्गुनन्दका गुरु मधुनन्दन र मधुनन्दनका पनि गुरु सन्त ज्ञानदिल दास नै हुन् भन्ने पुष्टि हुन्छ। उहाँका छोरा सन्त रविदिल दास हो। ओखलढुङ्गाको रुम्जाटारमा उहाँका नाति दिलराम लामिछानेको परिवार छ। आफ्नै बुवाको धर्म प्रचारक सन्त रविदिल दासले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोस्मनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ। उहाँले रुम्जाटारलाई केही समय मुख्य थलोको रूपमा लिएर धर्म प्रचार समेत गर्नुभएको थियो। धर्ममा मात्र होइन, साहित्यमा पनि ज्ञानदिल दासको योगदान उत्तिकै छ। उदयलहरी नामक कृति उहाँको प्रमुख कृति हो। त्यसका अतिरिक्त ज्याउरे भजन, टुङ्ना भजन लगायतका कृतिहरू पनि उहाँले रचना गर्नुभएको थियो।
ज्ञानदिल दासको जन्म एकदमै धेरै अगाडि भएको र यो आमचोक फाकफोक्थुम गाउँपालिकाको वडा नम्बर 3 आमचोकमा चाहिँ उहाँको जन्मस्थान रहेको, त्यसै गरी अब गुफाहरू उहाँले चाहिँ तपस्या गरेर बस्नुभएको ठाउँ रहेको, यस क्षेत्रलाई चाहिँ पर्यटन प्रबन्धनका निम्ति अगाडि बढाउनलाई साथै जन्मस्थान चाहिँ यही हो भनेर परिचित गराउनको लागि कार्यक्रमको आयोजना भएको छ र गाउँपालिकाले गरेको छ। यसमा चाहिँ आन्तरिक र बाह्य पर्यटनलाई चाहिँ यस क्षेत्रमा ज्ञानदिल दासको जन्मभूमिमा चाहिँ ल्याउनका निमित्त उहाँहरूलाई चाहिँ यो ज्ञानदिल दासको जन्मभूमि हो भनेर परिचित गराउनका निमित्त साहित्यिक सम्मेलनको आयोजना गरिएको छ र मलाई लाग्छ यो सम्मेलन मार्फत चाहिँ देश विदेशमा ज्ञानदिल दासको जन्मभूमि जन्मस्थानको रूपमा चाहिँ फाकफोक्थुम गाउँपालिका आमचोक परिचित हुनेछ भन्ने लागेको छ। सन्त ज्ञानदिल दासको वास्तव फाकफोक्थुम गाउँपालिकाको रमणीय फाँटको अवलोकनसँगै आमचोक पुगेको पत्तै हुँदैन। पश्चिमीबाट दशमी हुँदै उत्तरे पुगेर फुङसिङ जंगलको काखबाट पनि आमचोक पुग्न सकिन्छ। यस्तै झापाको दमकबाट रवि बजार फुएतप्पाको बाटो हुँदै पनि पुग्न सकिन्छ। त्यस्तै इलाम सदरमुकामबाट मेची राजमार्गमा पर्ने नेपालटार बजारदेखि देउमाई नगरपालिकाको मंगलबारे बजार भएर पनि आमचोक प्रवेश गर्न सकिन्छ। मंगलबारे बजार पुगेपछि एकतप्पा कोलबोटे हुँदै सन्त ज्ञानदिल दासको जन्मस्थल आमचोक पुगिन्छ। यही जुनसुकै बाटो प्रयोग गरे पनि झण्डै झण्डै समान दूरीको यात्रामा आमचोक पुग्न सकिन्छ। धार्मिक अभियन्ताका रूपमा परिचित सन्त ज्ञानदिल दासको जन्मस्थललाई विकास गर्न सके फाकफोक्थुम गाउँपालिकाले धार्मिक पर्यटन क्षेत्रमा फड्को मान्नुका साथै सन्त ज्ञानदिल दासको जन्मभूमि विश्वमा चर्चित बन्नेमा दुई मत छैन। दिनेछ। तत्कालीन प्रधानमन्त्री श्री 3 जङ्गबहादुर राणाले आफू विरुद्ध जनचेतना फैलाउन गुप्त संगठन बनाउन सुरु गरिएको आशंकामा सन्त ज्ञानदिल दास लगायत उहाँका अनुयायीलाई विभिन्न ठाउँबाट पक्राउ गरी काठमाडौँ लगेको इतिहास छ। उहाँको शंकास्पद विद्रोह दमन गर्न जङ्गबहादुरका भाइ धीर शमशेरले ठूलो सैनिक कसरत गर्नु परेको थियो। यसरी केन्द्रबाट खटिएर गएको सरकारी फौजले सन्त ज्ञानदिल दास, कालु लम्साल, लखन थापा, अजिर सिंह अछामीलाई पक्राउ गरी बाँसको पिञ्जडा र खोपीमा थुनेर
काठमाडौँ लगिएको थियो। सन्त ज्ञानदेल दास धर्म प्रचारकै क्रममा चित्रे गुफा क्षेत्रबाटै पक्राउ पर्नु भएको थियो। पक्राउ परेका 4 जना मध्ये सन्त ज्ञानदेल दास साधु भएकाले र कालु लम्साल ब्रह्मण भएकाले मृत्युदण्डबाट बचेका थिए। सन्त ज्ञानदेल दासलाई काठमाडौँबाट गोरखा पठाई उहाँको गतिविधिको बारेमा 6 महिनासम्म अनुसन्धान गरी उहाँ धर्म प्रचारक मात्र भएको टुङ्गो लागेपछि उनै जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिए। ज्ञानदेल दासले तत्कालीन असमान सामाजिक व्यवस्था, जातीय तथा लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ। पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान मरे पनि अर्को विवाह गर्न नपाउने प्रथाको उहाँ कट्टर विरोधी हुनुहुन्थ्यो। वेद, पुराण जस्ता धार्मिक ग्रन्थको निन्दा नगर्ने उहाँ त्यसको मूल
पर्यटन विकासले यहाँको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। इलाम र पाँचथरको सिमानामा बन्दै गरेको राँके रवि भेडेटार सडक निर्माण सम्पन्न भइसक्दा फाकफोक्थुमका डाँडाहरूमा पर्यटक भरिभर हुनेछन्। यहाँ पुग्दा ग्रामीण पर्यटनसँगै महाभारतका अग्ला डाँडाबाट हिम श्रृङ्खलाको दृश्यावलोकनले समेत रमाउन सकिन्छ। यो सँगै पर्यटनको सम्भावना बोकेको फाकफोक्थुम गाउँपालिकामा अन्य धेरै पर्यटकीय स्थलहरू रहेका छन्। फुयेतप्पाको शिरमा रहेको बेहुली ढुङ्गा र थाम डाँडाबाट देखिने दृश्यावलोकन वास्तवमा नै अविस्मरणीय हुन्छ, जुन इलाम र पाँचथरको सिमानामा पर्ने रवि बजारदेखि 2 किलोमिटर उत्तरमा रहेको छ। प्राचीन किम्वदन्ती अनुसार बेहुलीलाई अन्मनाएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थाम डाँडामा आइपुगेपछि पिसाब लागेकाले उनी पाखा गइन्। तर केही समयमा पनि बेहुली फर्किनन्। बेहुलीलाई यताउता सबै ठाउँ खोजी गर्दा कहीँ कतै भेटिएन, त्यही विलीन भइन्। यसै किम्वदन्तीका आधारमा आमचोकको पत्थर शिला ढुङ्गालाई बेहुलीको रूपमा मान्ने गरिन्छ। बेहुली ढुङ्गाको दर्शन गर्न आउँदा मानिसहरूले बेहुली घुम्टो, माला, चुरा लगायत श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने वस्त्र पनि चढाउने चलन छ। यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशा अन्त्य हुने, आत्मा शान्ति मिल्ने, सत्यतर्फ मन जाने, सद्बुद्धि आउने लगायतका धार्मिक आस्था रहेको छ। सूर्योदय सूर्यास्त सँगै धार्मिक महत्व बोकेको ठाउँ हो एकचुले र तीनचुले डाँडा। यहाँबाट दार्जिलिङ सँगै ताप्लेजुङको पाथिभरा आँखै अगाडि निहाल्न सकिन्छ। किराँत धर्मगुरु फाल्गु नन्दले मानव शान्ति र हितका लागि होमादि गरेको र अहिले पनि कोहिला र खरानी रहेको किम्वदन्ती पाइन्छ। भीमसेन देवताले मधेस सम्याउँदै एकचुले तीनचुले आइपुग्दा उज्यालो भएको र खाना पकाएर खाएको, साथै पाण्डवहरूले समेत घुमफिर गरेको इतिहास छ। एकचुले डाँडाबाट पाँचथर र इलामका सबै स्थान देख्न सकिन्छ। त्यस्तै इलाम र पाँचथरको सिमानामै रहेको अर्को पर्यटकीय स्थल हो उत्तरे पोखरी। यस पोखरीको संरक्षण अहिले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले गरे पनि त्यहाँ होमस्टे सञ्चालनका लागि फाकफोक्थुम गाउँपालिकाले उत्प्रेरणा जगाइरहेको छ। फाकफोक्थुम गाउँपालिका वडा नम्बर 2 र 3 को सिमाना रातमाटेमा अवस्थित छागे झरनामा जल पर्यटनको सम्भावना रहेको छ। यसैको छेउमा फाकफोक खोला घुमेर बनेको डाँडा पनि रहेको छ। यो सँगै तिनजुरे र फुङसिङ